सम्पूर्ण सुकुम्बासीहरूलाई आउनुहोस्, मलाई साथ दिनुहोस्। यो 63 मिलियन भनेको 10 अर्ब रुपियाँ पैसा तपाईँहरूको व्यवस्थापनको लागि ल्याएको छ। यो ऋण ल्याएको पैसा हो। यो पैसाको लागि तपाईँहरूले खोज्नुहोस्, यो सरकारलाई सोध्नुहोस् यो पैसा कहाँ छ भनेर, र तपाईँहरूलाई उठाए बापत मनिलामा गएर तपाईँहरूले निवेदन हालेपछि यो एसियन विकास ब्याङ्कले सबै नेपाल आउने फन्ड जम्मै रोक्छ। आज 80 वर्षको उमेरमा के धन्यवाद, त्यसलाई म धन्यवाद दिन्छु। विश्वासय आयो होस्, बाँच बालेन विश्वासय बाँच भनेर भन्दै हुनुहुन्छ। आमाका आँखा रसाघात, आँखा तिलपिलाएर आँखाबाट चाहिँ नि आँसुहरू छचल्किरहे। बम्बई जस्तो देशमा, भारतको बम्बई मुम्बईमा 27 लाख सुकुम्बासी छन् दुई ठाउँमा गरेर, यो धारावी भन्ने ठाउँमा। नेपालभरिका सुकुम्बासीलाई त खाली गर्ने हुनुभयो। जो भूमिविहीन छन्, भूमिविहीनलाई भूमि दिलाएर गरिबलाई धनी बनाउनु पर्ने सोच हुनुपर्ने। तपाईँले त गरिब त देख्नै नहुने। रोकेर देखाउनुहोस्। यो सेनाको, म सेनापतिलाई त भन्दिनँ, अब रक्षा मन्त्रालय उहाँको छ, उहाँले आदेश दिएपछि हिँड्नु पर्यो, चेन अफ कमान्ड भन्छ। तर यो सेनाको हैसियत के बनाउनु भयो तपाईँले? अब कसले पत्याउने? सुकुम्बासी खेद्ने सेना भन्न थाले मान्छेले। लिपुले कालापानी जाँदो रहन्छ, सीमामा जाँदो रहन्छ, सुकुम्बासी खेद्नलाई चाहिँ जाँदो रहेछ सेना भनेर नेपाली सेनालाई भन्छु। रोकेर देखाउनुहोस् एउटा गाडी। अब 1000 मान्छेलाई त्यहाँबाट मानव सरोवर पठाउँदैछ भारतले। भोलि 500लाई पठाउँछ, त्यसपछि फेरि 500लाई गरेर 2 चोटि पठाउँदैछ। तपाईँहरूलाई टेस्ट गर्दैछ। रोकेर देखाउनु। सबै त धनी हुँदैनन् नि, तपाईँहरूको मात्रै धनी मान्छे होला, हाम्रा त गरिब पनि छ। हामी त अभियानकर्ता, हामी त जान्छौँ भेट्न। कि हामीलाई पनि पक्रिने हो कि? नमस्ते। म खास गरेर अहिलेको नयाँ सरकार बालेन सरकारलाई म प्रश्न गर्न चाहन्छु। हामीले 79 साल फागुन 1 गते राजाको हातबाट पानसमा दियो बालेर सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, सुकुम्बासी, मजदुर, किसान सबैका विषयमा र लघुवित्त पीडित, बैंक पीडित, सहकारी पीडितका विषयमा हामीले आवाज उठायौँ र तस्करहरूका विरुद्धमा हामीले आवाज उठायौँ। र 300 इन्चको पर्दा हामीले 300 इन्चको जबकि जुम्लामा एलइडी नहुँदा हुँदै हामीले सुर्खेतबाट एलइडी लगेर जुम्ला सुद्धामा पनि लगेर हामीले तस्करका फोटा सार्वजनिक गर्यौँ। त्यो फोटा सार्वजनिक गरिसकेपछि, भ्रष्टाचार विरुद्धको अभियानमा हामी लागिसकेपछि तपाईको जेएनजी मुभमेन्टले पिकअप लियो र तपाईहरुले जेएनजी मुभमेन्टलाई हाइजेक गर्नुभयो। ठिक छ, सिंहदरबारमा आगो लगाउनु भयो, तपाईहरुले सर्वोच्च अदालतमा आगो लगाउनु भयो, संसद भवनमा आगो लगाउनु भयो, देशैभरिका प्रहरी चौकी, थाना सबैमा आगो लगाउनु भयो। नेताहरूका घर पनि डढे, त्यो पनि मानियो। तर मेरो प्रश्न तपाईलाई आज, तपाईको नजरमा जुन काम गर्नुभयो, तपाईले थापाथलीबाट सुरु गर्नुभयो सुकुम्बासीलाई हटाउन, तपाईले रिसिभी इगो साधेको होइन। किनभनेदेखि तपाईले पहिला मेयर हुँदाखेरि फुटपाथबाट व्यापारीलाई लात हानेर खेद्दाखेरि एउटा कुरो बुझ्नुहोस्, सहकारी धराशायी भए। 2 लाख व्यापारी फुटपाथमा जीविकोपार्जन गर्थे। चेलीबेटीहरू आज आफ्नो शरीर बेच्न बाध्य भए, गरिब चेलीबेटीहरू, र लघुवित्त र सहकारीको किस्ता तिर्न बाध्य भए। तपाईले गरिबलाई देख्न सक्नु भएन, त्यो पनि ठिकै थियो। तर तपाई आज मेयर हुँदाखेरि तपाईले थापाथलीमा गर्न नसकेको इगो साट्नुभयो। कसरी साट्नुभयो नि, तपाई आफू प्रधानमन्त्री भएको 15 दिन नबित्दै आफू शक्तिशाली प्रधानमन्त्री बन्ने, रक्षा पनि आफ्नै हातमा राखेर, सेना परिचालन गरेर ती गरिब सर्वहारा सुकुम्बासीमाथि तपाईले जुन बर्बर दमन गर्नुभयो, घर भत्काउने काम गर्नुभयो। घर भनेको सपना हो। मरिन्जेल दुःख गरेर साग बेचेर भारी बोकेर बनाएको थियो होला ती घरहरू, आज बगी भत्काइदिनु भयो। हो, सरकारी जग्गामा थिए भने त्यसको व्यवस्थापन गर्नु पर्थ्यो। किनभने देशैभरि सुकुम्बासी 40 लाख भन्दा माथि छन् र अब बैंक, लघुवित्त र सहकारीका कारणले अरु धेरै मान्छे सुकुम्बासी हुँदैछन्। कतिलाई तपाईले डोजर चलाउनुहुन्छ? र तपाईले डोजर चलाउनु भन्दा पहिला बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा नदी, जुन बागमती कोरिडोर र सबै काठमाडौँका खोला नालालाई सफा राख्न र सुकुम्बासीको व्यवस्थापन गर्न भनेर 63 मिलियन अर्थात् 10 अर्ब रुपियाँ पैसा आएको थियो। त्यो पैसा खोज्नुपर्छ कि पर्दैन? त्यो पैसा कहाँ गयो? ती सुकुम्बासीलाई चलाउनु भन्दा पहिला 63 मिलियन अर्थात् 10 अर्ब रुपियाँ कहाँ गयो? बाबुराम भट्टराईको पालामा आएको। र बाबुरामले अलिकति माथि लगेर
2-4 करोडका घर बनाइदिएर सुकुम्बासीका नाममा ती पैसा कहाँ लगे र वर्ल्ड ब्याङ्कले त्यो तपाईहरुलाई एसियाली विकास ब्याङ्कले तपाईहरुलाई त्यो ऋण दिएको र आज सुकुम्बासीलाई त्यहाँबाट चलाउन पनि पाइदैन थियो तपाईहरुले त्यहाँ त व्यवस्था गर्नु पर्थ्यो व्यवस्था गर्ने भनेर ल्याएको छ र एसियाली विकास ब्याङ्कको नर्म्समा के छ भन्दाखेरि अब कुनै पनि सुकुम्बासीलाई त्यहाँबाट हटाउन पाइने छैन हटाउनु त्यहाँ व्यवस्थापन गर्नको लागि भनेर यो 10 अरब रुपियाँ लागेको 63 मिलियन र व्यवस्थापन हुन सकेन भने त्यहाँबाट हटाउनु पर्यो भने 35 दिनको सूचना दिएर उनीहरुसँग राय परामर्श लिएर मात्रै तपाईहरुले व्यवस्थापन गर्न पाउनु पुग्थ्यो तर आज तपाईहरुले जुन बर्बरता अपनाउनु भयो सेना परिचालन गरेर र जुन हिसाब किताबले आज तपाईहरुले गरिब लखेट्नु भयो होला सुकुम्बासीका नाममा हुकुमबासी पनि होलान् तर तपाईहरुले पहिला तपाईहरुका संयन्त्र लगाएर को हुकुमबासी हो को सुकुम्बासी हो छुट्याएर मात्रै हुकुमबासीलाई लखेटेर सुकुम्बासीलाई व्यवस्था गर्नु पर्थ्यो नि र आज ती सुकुम्बासीहरुलाई तपाईले लगेर दशरथ रंगशालामा लगेर राखेछ बुढा बुढा आमाहरु रोका छन् चेलीबेटीहरु रोका छन् 30 वटी भन्दा बढी सुत्केरी महिलाहरु आज खान नपाएर चिसो भुइँमा सुतेका छन् र अर्को कुरा सुकुम्बासीकै कुरा गर्दाखेरि तपाईको काठमाडौँ चाहिँ घिनलाग्दो हुने बम्बई जस्तो देशमा भारतको बम्बई मुम्बईमा 27 लाख सुकुम्बासी छन् दुई ठाउँमा गरेर यो धारावी भन्ने ठाउँमा त्यहाँ पनि एसियाली विकास ब्याङ्कको 33 मिलियन डलर ल्याएर त्यहाँ व्यवस्थापन गरिदिएको छ त्यहाँ हस्पिटल बनाइदिएको छ स्कुल बनाइदिएको छ त सुकुम्बासी बस्तीलाई त्यहाँ चलाएको छैन त किन चाहनु भने मोदी सरकारले 1 मिनेटमा उठाउन सक्दैन तर मोदी सरकार भनेको के हो भन्दा एउटा पटरीबाट रेलको पटरीबाट चिया बेचेर आएको मान्छे उले दुःख बुझेको छ उहाँले दुःख बुझ्नु भएको छ त्यसले गर्दाखेरि उहाँले ती व्यक्ति हटाउन चाहनु भएन र तिनलाई ती व्यवस्थापन गर्नु तपाईले पनि यिनलाई ती व्यवस्थापन गर्दिएको भए के हुन्थ्यो ढुकुम्बासीलाई हटाएर मेरो प्रश्न तपाईलाई त्यो हो तपाईले हटाउँदै गर्दा अब कनकमणि दीक्षितले जगदम्बा महारानीको त्यो नेपाल सरकारको नाममा आउने रातो बंगलादेखि सबै त्यहाँ छन् कहिले हटाउने 752 रु पनि छ कहिले हटाउने त्यो दीक्षित परिवारहरुले ओगटेर बसेका छन् त्यो कहिले खाली हुन्छ अर्को बाल मन्दिर जहाँ अनाथ बच्चाहरु बस्थे आज क्वीन मदर रत्न हुनुहुन्छ नि त्यही दरबार भित्रै हुनुहुन्छ उहाँ अध्यक्ष भएको हो नि त बाल मन्दिर राजा महेन्द्रको पालामा हामी स्कुल पढ्दाखेरि 93 जना बच्चाले त्यहाँ पढ्थे बालकले सडक बालकले आज ती बच्चालाई लगेर कहाँ राखेको छ र त्यो बाल मन्दिर भएको ठाउँमा एउटा बृहस्पति स्कुल छ एउटा राई भन्ने स्कुल पढे छ ती नेपालका एलिट वर्गका छोराछोरी त्यहाँ पढ्छन् धनीका छोराछोरी पढ्छन् साम्रान्त परिवारका छोराछोरी पढ्छन् त्यहाँ त्यो कहिले खाली गरेर त्यहाँ ल्याएर बच्चालाई राख्ने त्यो स्कुलमा कहिले गर्नुहुन्छ बालन सरकार तपाईले मेरो कुरा त्यो र तपाईलाई ललिता निवासको जग्गा कहिले खाली गर्नुहुन्छ कहिले खाली गर्नुहुन्छ ल नेपाल भरिका सुकुम्बासीलाई त खाली गर्ने हुनुभयो जो भूमिविहीन छन् भूमिविहीनलाई भूमि दिलाएर गरिबलाई धनी बनाउनु पर्ने सोच हुनुपर्ने तपाईले त गरिब त देख्नै नहुने रहेछ तपाईले कस्तो सभ्यताको काठमाडौँ बनाउन खोजेको कस्तो सभ्यताको काठमाडौँ बनाउन खोजेको त्यसले गर्दाखेरि तपाईले बाल मन्दिर कनकमणिहरुले हडपेको जग्गा मेयर हुँदाखेरि नचलाएको नर्विक हस्पिटल त्यहाँ पनि ऋषि साट्नु पर्थ्यो नि त किन नसातेको भनेपछि तपाईलाई अप्ठ्यारो लाग्दैन तपाईलाई कसरी निर्णय लाग्छ त्यसले गर्दाखेरि म तपाईलाई धेर कुरा त भन्दिन तपाईलाई म बाटो देखाइदिन्छु यो काम कहिले गर्नुहुन्छ
यो काम तपाईँले पहिला गर्नु पर्थ्यो। भ्रष्टाचार विरुद्धको अभियानमा तपाईँले पहिला गर्नु पर्थ्यो, पहिला कारबाही गर्नु पर्थ्यो। र नेपाली सेनालाई पनि के भन्छु भने म आज तपाईँ सुकुम्बासीका बस्तीमा होइन, तपाईँ लिपुले कालापानीको छ नि मानव सरोवर जाने बाटो नेपाली भूमिबाट जाँदैछ, रोकेर देखाउनुहोस्। तपाईँहरू रोकेर देखाउनुहोस्। नेपाली सेनालाई भन्छु, रोकेर देखाउनुहोस् एउटा गाडी। अब 1000 मान्छेलाई त्यहाँबाट मानव सरोवर पठाउँदैछ भारतले। भोलि 500लाई पठाउँछ, त्यसपछि फेरि 500लाई गरेर 2 चोटि पठाउँदैछ। तपाईहरुलाई टेस्ट गर्दैछ, रोकेर देखाउनुहोस्। प्रधानमन्त्रीज्यू रोकेर देखाउनुहोस्। अस्ति त ग्रेटर नेपालको भित्तामा नक्सा लगाएको थियो नि, किन आज मुखमा पट्टी बाँधेर गरिबमाथि खनिनुहुन्छ तपाईँ? आज नेपाली सेना लिपुले कालापानीमा हुनुपर्ने, तर आज नेपाली सेना बागमती किनारमा, धोबी खिलाका किनारमा। यही हो सेनाको काम। सेना भनेको वतनको लागि हो, सेना भनेको देशको लागि हो, सेना भनेको अन्तिम विश्वास हो। सेनालाई हामीले विश्वास के भन्न थाहा छ? सेना भनेको देश हो, सेना भनेको भूगोल हो। सेना छैन भने नि भूगोल हुँदैन भन्ने हाम्रो विश्वास हो। तर आज तपाईहरुले त्यस्तो पृथ्वीनारायण शाह, बडा महाराज धिराज पृथ्वीनारायण शाहको लिगेसी बोकेको, जसले यत्रो देश एकीकरण गरेको सेनालाई आज तपाईहरुले धोबी खोला र बागमती खोलामा सुकुम्बासीलाई खेद्नलाई प्रयोग गर्नुभयो भनेपछि यो सेनाको हैसियत तपाईले कहाँ पुर्याउनु भयो? बालेन्द्र शाहज्यू कहाँ पुर्याउनु भयो यो सेनाको? म सेनापतिलाई त भन्दिनँ, अब रक्षा मन्त्रालय उहाँको छ, उहाँले आदेश दिएपछि हिँड्नु पर्यो, चेन अफ कमान्ड भन्छ। तर यो सेनाको हैसियत के बनाउनु भयो तपाईले? अब कसले पत्याउने? सुकुम्बासी खेद्ने सेना भन्न थाले मान्छेले। लिपुले कालापानी जाँदो रहन्छ, सीमामा जाँदो रहन्छ, तर सुकुम्बासी खेद्नलाई चाहिँ जाँदो रहेछ सेना भनेर आज बजारमा जुन टीका टिप्पणी भएको छ त्यो गराउने काम कसले गरेको? दुर्गा प्रसादले त होइन। त्यसले गर्दाखेरि तपाईहरु अब कुन ठाउँमा पुग्नुभयो? तपाईले त नेपालैभरि सुकुम्बासी हटाउनुपर्छ, हटाउनुपर्छ। अर्को कुरा, सुकुम्बासीमा भएका त्यो जुन होल्डिङ सेन्टरमा राखेका मान्छे पनि भेट्न पाइँदैन अरे। आफ्ना मान्छे होलान् त्यहाँ, सबै त धनी हुँदैनन् नि त। तपाईहरुको मात्रै धनी मान्छे होलान्, हाम्रा त गरिब पनि छन्। हामी त अभियानकर्ता, हामी त जान्छौँ भेट्न। कि हामीलाई पनि पक्रिने हो कि? राम्रै बाटोमा सेना देखाएको छ, म त सेनासँग हिजो जनयुद्धमै भिडेर आएको मान्छे हो हैन। त्यसले गर्दाखेरि तपाईहरुले जुन काम गर्नु भएको छ राम्रो गर्नु भएको छैन। त्यसले गर्दाखेरि जो सोसियल मिडियामा आमा चकारी गाली गर्दैछ नि, तिनले एक दिन रुने दिन आउँछ। हेर्दै जानुस्, तिनले रुने दिन आउँछ। एकजना आमा रुँदै गरेको सुनेको थिएँ, दशरथ रङ्गशाला जाने होइन भन्दा मेरो को छ र, त्यहाँ के छ र म जानु? बाँच बालेन 20-100 बाँच भनेर भन्दै हुनुहुन्थ्यो। त्यो आमाका आँखा रसाएका थिए, आँखा तिलपिलाएर आँखाबाट चाहिँ नि आँसुहरू छचल्किरहेका थिए। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने कांग्रेस एमाले माओवादीले गरेको अपराध रिस तपाईले सुकुम्बासीलाई पोख्नु हुँदैन थियो, मजदुरलाई पोख्नु हुँदैन थियो, घर भत्काउनु हुँदैन थियो। कांग्रेस एमाले माओवादीको रिस पोखेको होइन यो हो, त्यति होइन। हामी पनि हेरौँला। र म अन्तिममा एउटा कुरा के भन्न चाहन्छु भने सम्पूर्ण सुकुम्बासीहरूलाई आउनुहोस्, मलाई साथ दिनुहोस्। यो 63 मिलियन भनेको 10 अर्ब रुपियाँ पैसा तपाईहरुको व्यवस्थापनको लागि ल्याएको छ। यो ऋण ल्याएको पैसा हो। यो पैसाको लागि तपाईहरुले खोज्नुहोस्, यो सरकारलाई सोध्नुहोस् यो पैसा कहाँ छ भनेर। र तपाईहरुलाई उठाए बापत मनिलामा गएर तपाईहरुले निवेदन हालेपछि यो एसियन विकास बैंकले सबै नेपाल आउने फन्ड जम्मै रोक्छ। तपाईहरुलाई यो आइडिया पनि म दिँदैछु। तपाईहरु आउनुहोस्, जोडिनुहोस् हामीसँग, ओपेन जोडिनुहोस्। अब दुर्गा प्रसाद ओपेन आएको छ तपाईहरुलाई सहयोग गर्न। र यो 10 अर्ब रुपियाँले नि काठमाडौँ भरिका सुकुम्बासी नि सबै व्यवस्थित हुन्थ्यो। हुन्थ्यो कि हुँदैन थियो? हुन्थ्यो नि। त्यसले गर्दाखेरि यो 10 अर्ब रुपियाँ पैसा भारतको मुम्बईमा चाहिँ व्यवस्थापन गर्ने, यहाँ चाहिँ व्यवस्थापन नहुने। त्यसले गर्दा बाबुराम भट्टराई जहिले पनि किन रासपाको पूजा गर्छन् भनेर भनेको कुरा यो मैले त्यसै भन्दिनँ नि त। बाबुराम भट्टराईका नाकामा खुर्सानी हाल्नुपर्छ भनेको कारण यही कारण हो। यो मान्छेले देश पनि खायो, राजा पनि खायो क्या।
पहिला राजा खायो, देश खायो, अहिले गरिब खाँदैछ। सर्वहारा वर्ग र भुइँ मान्छेको नाम उठाएर यो अपराधीहरूले नि यो काम गर्दैछ। त्यसले गर्दाखेरि म सुकुम्बासीका ती सुत्केरी 30 वटा महिलाहरूलाई मेरो घरमा आउनुहोस् तपाईँहरू, मैले के सहयोग गर्नुपर्छ म गर्छु, तपाईँहरू त्यहाँ नसुत्नुहोस्। नमस्ते।